नजदिकै आलीधुरा एबिएस मेरो दाजुभाइहरू मसमक्ष भेट्नु आएको छ। मलाई गीत है मेरो गीतहरूको बारेमा लिएर हुन्छ कि अब संस्कृति बारेमा लिएर मलाई निम्त्याउन आउनुभएको रहेछ र यही समक्ष जति पनि मेरा टिस्टा भ्याली गेल टी स्टेटका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ 8 तारिक आलीधुरा ग्राउन्ड हजुर प्ले ग्राउन्डमा चाहिँ तपाईँहरू उपस्थित भइदिनुहोस् भन्ने चाहिँ यहाँबाट आग्रह निवेदन गर्न चाहन्छु र 8 तारिक रमाइलो पनि गर्नुपर्छ है 6 बजी समय हजुर 6 बजी समय तपाईँहरूलाई समक्ष आइदिनुहोस् भन्ने यहाँबाट म आग्रह गर्न चाहन्छु र यसरी नै सपोर्ट गर्दै लानुहोस् र जति पनि हाम्रो क्षेत्रका यस्तै दाजुहरूको कमिटीहरू छ सानसानो कमिटी अहिले त्यही हो बेकारी त छँदैछौँ हामी र पनि कसैले केही कुछ गर्छु भन्नाले हामीले हस्ते दिनुपर्छ भनेर दाजुहरूलाई पनि यसो प्रोत्साहन हुन्छ र तपाईँहरू 8 तारिक नबिर्सिकन यही नोभेम्बर 8 तारिक समय 6 बजी गेल टी स्टेट आलीधुरा प्लेग्राउन्ड समय 8 बजी 6 बजी आइदिनुहुन्छ भन्ने यहाँबाट म नम्र निवेदन गर्न चाहन्छु। धन्यवाद र केही छ भने जसले पनि भन्न सक्नुहुन्छ है र हाम्रो भाइलाई है धेरै धेरै धन्यवाद छ। भाइलाई पनि हामी आलीधुरा एबिएसद्वारा उहाँ भाइलाई है एकदम हामी हृदयबाट उहाँलाई निमन्त्रणा गर्न आएको हो र भाइले हाम्रो निमन्त्रणालाई स्वीकार्नु भयो है। स्वीकार्नु भएकोमा भाइलाई एकदम धेरै धेरै मरि धन्यवाद दिन चाहन्छु हामी एबिएस समस्त एबिएस आलीधुराद्वाराबाट है भाइलाई एकदम धेरै धन्यवाद। आउँदो दिनहरूमा पनि यसरी नै आफ्नो यथार्थको गीत आफ्नो जीवनशैलीको गीत है लिएर आउँला। यसरी नै रमाइदिनुहोस् र मलाई खालि होइन म जस्ता धेरै कलाकारहरू अहिले लुकेर बसेको छन् कति उठ्नु सकेको छैनन् उहाँ जस्तो कलाकारहरूलाई पनि तपाईँले माया गरिदिनुहोस् होला भनेर चाहिँ म यहीँबाट त्यही भन्न चाहन्छु है। धन्यवाद।